संस्कार अनुसार अब उधौली उँभौली गरिन्छ। अब के अरे यो चाहिँ अब उँभौलीमा चाहिँ हामीले एउटा के भने अब चासुमो सांसदमा हेनखामा साय चोकमा भनेर अब धरतीको चाहिँ एउटा आराधना गरेर अब त्यो साकेलालाई चाहिँ के भने उहाँसँग चाहिँ अब बल मागेर हामी अब बिउ बिजन खेतीपातीको सुरुवात गर्ने। के पो भन्नुभयो सुरुमा? के पो भन्नुहुन्छ अरे? हजुर के पो भन्नुहुन्छ सुरुमा? ऋषिया भन्नु त अलिकति। यो के अरे हेनखामा सायचोकमा पारुभिन दुधमा भनेर अब हेनखामा सायचोकमा पारुभिन दुधमा भने घरमा पानी होइन अब दिनुहोस् अब भनेर चाहिँ उहाँसँग एउटा जस्तै अब बल माग्ने होइन हामीले अब बुझ्नको अब यहाँ के देखिन्छ भने अब साकेला भने पनि अब साक्य भने पनि अब तोसी भने पनि हामी एउटै उमा अब गरेको देखिन्छ। त्यतिखेर हजुरको नाम चाहिँ के हो कोपा? अनि तपाईँको नाम के हो? मेरो गणेश कुमार राई। के राई हुनुहुन्छ तपाईँ? रुङमाङ। ए त्यही भएर दतमा भन्नुभएको रहेछ। अनि त्यसपछि कति वर्ष पुग्नुभयो? म अहिले 68। अनि कहाँ हो तपाईँको घर चाहिँ? हजुर घर चाहिँ कहाँ पर्छ? यहाँ नजिकै। के पर्छ? कति वडा हो? 4 नम्बर। यो टेम्केमयु 4 नम्बर? हजुर। ए टेम्केमयु 4 नम्बर। तपाईँ चाहिँ यस्तो यो मुन्दुमको कार्यहरू गर्नुहुन्छ? त्यत्रो मुद्दुमको होइन अब सामान्य होइन। अब हामी उहाँहरू जस्तै हौँ। तर मुद्दुमी भाषामा चाहिँ के देख्यौँ भने हाम्रो अहिले इलाहरू सबै भाषा हराउँदैको हो। अब त्यो भाषा सम्बन्धी र भाषा त्यसपछि मुद्दुमको चाहिँ के देखिन्छ भने त्यसपछि ठ्याक्कै अलिक अन्तर। अब मुद्दुमले चाहिँ के भन्छ भने अब यो डाँडा पाखा अब योहरूलाई अब त्यसको भनाइ र अब हाम्रो ऊबाट भन्ने कुरोहरू अलिक अब हामी जस्तै यो मुद्दुमी भाषामा अब मायामा त नगर्नुहोस् है भन्दाखेरि सुसुमतुकमा हुलुमतुकमा मामुदानी भनेर सुसुमतुकमा हुलुमतुकमा मामुदानी सुसुमतुकमा हुलुमतुकमा मामुदानी हुलुङतुकमा कि हुलुङतुकमा? हजुर त्यसको अर्थ के भने सुसुमतुकमा भनेको मायामा त अनि हुलुङतुकमा भनेको दुःखमन नगर्नु है। के अरे सुसुमतुकमा भनेको? सुसुमतुकमा भनेको माया ममता र दुःखमन नगर्नु है भनेको चाहिँ दुःखमन नगर्नु भनेर। ए त्यसरी भन्नुभएको। ए हजुर यहाँ बस्नुभएको। अनि त्यसरी चाहिँ बुझ्नुहुन्छ ए हजुरहरूले? एकदम राम्रो कुरा गर्नुभयो हजुरले। अनि सुसुमतुकमा अरू के पो भन्नुभयो? अनि अरू के पूजाहरू गर्नुहुन्छ तपाईँहरू चाहिँ? हाम्रो त्यही उँधौली बोली हाम्रो अब ध्यान भत्रीले भन्नुभयो होइन। अब साकेला अब पुज्ने अब हुट्लुङ खुत्मा भन्छ। अब हुट्लुङ भनेको अब वरिपरि अघेना उ गरेर त्यसमा खुत्मा भनेको पूजा गर्ने होइन। अब साकेला भनेको अब बाहिर हुलुङ खुत्मा चाहिँ किन गर्नुहुन्छ? त्यो के अरे त्यो साकेला थानमा जानुभन्दा अगाडि घरमा गरिन्छ नि त। किन गर्नु त्यो चाहिँ? हामी त्यहाँ त्यो घरमा जस्तै चुल्हालाई वरिपरि उ गरेर बलमागो होइन त्यहाँ एउटा अब कुखुराले पोथी चल्लाले पूजा गर्ने गरिन्छ। अनि त्यसमा अनि चुल्हामा खुन पार्नु मिल्छ? हजुर। अनि चुल्हामा खुन पार्नु मिल्छ? अनि त्यसो गरेपछि अनि फेरि पछाडि साकेलामा गरिन्छ। साकेलामा चाहिँ के लानुहुन्छ? यसो अब धानको बोट, मकैको बोट, कोदोको बोट। त्यसलाई चाहिँ के भन्छ त्यो बोटभरलाई चाहिँ? तिनीहरूलाई के अरे यो पारुचा, बोबोलिचा, पोखरीचा भनेर भन्छ। अब पारुचा भनेको चाहिँ मकैको बोटलाई पारुचा भन्छ। बोबोलिचा भनेको चाहिँ त्यो कोदोको जुन बिरुवा लगिन्छ त्यसलाई। अनि कोदोलाई चाहिँ के भन्नुहुन्छ अरे? कोदोलाई बोबोलिचा बिरुवा हुन्छ। अनि तपाईँहरूकोतिर छ नि यो साकेला जानुभन्दा अगाडि ढोलहरू खोल्नु पर्छ पर्दैन? पर्छ त्यो उ गरेर। कहिले ढोल खोल्नुहुन्छ? अनि त्यो अगाडि त्यो उ के अरे चालिम दोतमा भन्छ। चालिम दोतमा? ए चालिम। त्यो उहाँहरू
धान मकै कोदोको त्यो बिउहरू गरिन्छ होइन कहिले गर्ने त्यो चाहिँ यो अहिले किलोको यहाँनिर भइसक्यो यो जुन चाहिँ पुर्ने पछाडि हाम्रो चाहिँ पञ्चमीको दिन चाहिँ जालिम दुधमा सबै बिरुवा लगेर के त्यो बिरुवाहरूलाई चाहिँ रोग नलागोस् भनेर गर्ने हो त्यसको चाहिँ अब यो हामीले यसरी गर्दैछौँ हजुरले नि गर्नुहुन्छ यो यसरी अब रोग यसलाई नलागोस् आइङ लामा भन्नुहोस् न यी लामा बाढी पहिरो नलागोस् आइङ लामा भन्नुहोस् त यसलाई के भन्नुहुन्छ यसलाई अब युहरूलाई चाहिँ मेन त्यत्रो मलाई पनि त मेन आइङ लामै भन्नुहोस् न आइङ ला त्यत्रो विघ्न आएन ए हस् 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 धन्यवाद ए सतुवा यो सतुवा है